Hi guys, welcome back to my channel. So tomorrow is my aunt's wedding, so we are preparing for tomorrow, and right now we are decorating everything and keeping everything on place. We've been doing the preparation since yesterday, but I am posting the whole vlog from now on. So I hope you guys enjoy and stay till the end. Enjoy. 비오리 집이 아까 저 계속 배수받아 이사람 아렌. 아이들리 역사 세유리 यता चाहिँ यहाँनिर चाहिँ चियाको पार्टी गई 제하고 파티 아니 파티 होइन भरे सब तल दिन मिलाउँछ अरे कि असली भाइ तल मिलाउँछ अरे कि अन्त नि हेलो भन्नु त क्या हेलो छिटो अलिकति भनिदिनुहोस् हामी के गर्दैछ आज हामी बिहामा सघाउँदैछ अनि हामी मजाले इन्जोय गर्छ तपाईँले स्पेसली गेट चाहिँ हेर्नुहोस् हाम्रो है त्यो गेट चाहिँ यस्तो दामी भएको छ गेट चाहिँ भएर देखाउँछु यहाँ चाहिँ मण्डप हो यसरी तपाईँको ड्युटी चाहिँ कहाँ छ अरे भनिदिनुहोस् त कुन अब कहाँ दिन्छ तिन त भनिहाल्नु न संक्षिप्तको यता चाहिँ इन्टेन्स छैन है ढुक्दैन है काम बार्नु हुँदैछ आइजङ हेलो भनिदिनु हेलो अझै हेलो भनिदिनुहोस् न आज चाहिँ भोलि स्पेसली बारमा हुनुहुन्छ है यता अझैसम्म भलिन्टियरको लिस्ट कम्प्लिट नै भएको छैन गेट डाइनिङ बाइ चान्स राइट गइहाल्छ आज उङ्गा हेलो भन्नु अनि बेहुलीले बेहुलीको ट्रान्जिसन चाहिँ भोलि देख्छ अनि हेलो भनिदिनु भोलि ट्रान्जिसन एकदम बिफोर एन्ड आफ्टर भोलिको द डेको लागि तपाईँ कतिको एक्साइटेड छ कि एक्साइटेड त अहिले त कुनै हो त्यस्तो छैन भोलि मात्रै हुन्छ होला अहिले चाहिँ दिन त नापुग्ला जस्तै भइरहेको छ होइन अहिले त्यस्तो खालको फिल्ममा छैन अहिले अहिले चाहिँ अलिक त्यस्तो खालको भइरहेछ अहिले बिहा कसको कसको न्याम मान म पो सक्नु आएको जस्तो भइरहेछ we are making the knittel ready for tomorrow since we are going to beat the groom side with it. Ready? Practice का मत कहना यता चाहिँ एकदम डिस्कसन हुँदैछ है काक भोलिको को काका बस्ने भनेर भिडियोग्राफर भन्छ यहाँ चाहिँ सिरियस डिस्कसन हुँदैछ है हेलो भन्नु हेलो भन्नुहोस् न हेलो 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 बिहाको प्रिपरेसन चल्दैछ यस्तै छ यता चाहिँ मण्डप हाम्रो हार्ड वर्किङ आज पेमाको इन्टरभ्यू लिउँ न हेलो हेलो हेलो
मजा आउँदैछ आइजङ सबैजनाको सानो सानो कन्ट्रिब्युसन मेरी दिदी तपाईँको भिडियो बनाइदिनु होइन Yes, I look so pretty today, and I look even prettier tomorrow. ल ब्लगमा आउँछु अनि जुगु आर यु एक्साइटेड I'm so exhausted. आज क्या है कल क्या होगी ये कल देखने का मेरी दिदी लुकेको मेरी एनुअल यति मेहनत गर्नुपर्छ यहाँ हुनुहुन्छ मिस नुरपन्दी उहाँ चाहिँ दयङको इन्चार्ज यता हुनुहुन्छ बेहुली आज हालत हेरिराख्नुहोस् बेहुली भोलि हेर्नुहोस् ट्रान्ज्याक्सन यता हुनुहुन्छ हाम्रो राज्य रम बिजी भनौँ न के लाउनु भएको सिम्पल हल्का अर्ग्यानिक यसको चाहिँ कारा खतरा हुन्छ कारा खतरा बुढी अम्ली हेर्नु हो सुन्नेर आएको This is what we have prepared since yesterday. The cups are ready for tomorrow. This is how the chasum looks like. Yes. हाम्रो आगे तासी चाहिँ यता सङको लागि एकदम प्रिपेयर गर्नुहुँदैछ भरि आउनुपर्छ भरि आगे तासी भइदिएछ नि है तासी ल अलिक कोल्टे भइसो यता आइसकेका यसमा ठिकै छ कि अलिक कोल्टे भइसो यता कुछ जुगाड निकाल्नु हुँदैछ सिधा बनाउनु लागि मेरो प्रेजेन्स नै काफी छ आइराको लागि यो खदा फङको भाडामा घुमाउनु लागि यता चाहिँ सबैजना स्टिल डेकोरेसन चलिरहेको छ We are wrapping everything for today. We'll be coming tomorrow. अघिदेखिको रिबन बनाएको चाहिँ यसको लागि रहेछ नि त So ready to beat people. दिया हेर्दिनु त ल मुभ एकदमै सबैजना रेडी लु दि मुभ रिपोर्ट यहाँ हेर रिपोर्ट त के हो कपालले के गरेको त्यो अगाडि झ्याम्लिङ हेर बजाउने रहेछ मजा आयो अब त्यो सिस्नोले Kamri mo. ला ला The bride.
यता चाहिँ चङसेप अर्को चाहिँ कुन के छ होला है अर्को ल्याउँदैछ हजुर लगाएर पिङ्क कलरको लगाउनु मम्मी यसो के गर्नु यसमा लाउनु न मजाले मिलाउनुस् न त्यसमा के लाउनु है मजाले मिलाउनु न जानु जानु भिडियो पार्नु भिडियो किन पार्नु फोटो खिच्नु नि अरू जान्छ है म पनि जाने म पनि जान्छु ल अझै यता चाहिँ के पाउँछ भनिदिनुहोस् न अलिक हेर्नुहोस् न यो सबै पाउँछ अरे आजकोमा चाहिँ तपाईँलाई कस्तो महसुस भइरहेको छ एकदम धेरै धेरै दामी खुट्टै काट्यो मेरो ल होइन ल कत्रो काटी खाँदो भन्यो अनि कस्तो रहेछ दामी यहाँ छङसेपमा अलिक फाइट हुन आँटेको छ अनि कस्तो फिल हुँदैछ बिहामा तपाईँलाई कस्तो महसुस भइरहेको छ छिटो भएको हौ छिटो न ब्लगमा हालिदिन्छु भाग्यो खाना खाइसक्यो त भिडियो बनाउने आजी नजर एक नंबर तुझे कंबर है चाल शेकी शेकी लाइक सुंदर तुझे डिंपल दे पाजे देगी एक नंबर तुझे कंबर है चाल शेकी शेकी लाइक सुंदर तुझे डिंपल दे पाजे देगी ओ माय गॉड आखनी रामे हो एक्साइटेड छु म किन फर्स्ट टाइम हो यो मेरो फर्स्ट टाइम थुनथुनदेखि के भनिदिनु आई एम भेरी एक्साइटेड बेलुका यो नखाने अन्त अब चाहिँ दन्तीलाई पिरो फेर्न आँटेको अरे नर्थकोहरूले साह्रै साह्रो रहेछ नर्थकोहरूले पनि साह्रै साह्रो रहेछ आइनोली के भन्छ आइनोली आइनोली के भन्दिनु
बेहुला आउँदैछ पक्का होला नि यस्तो यस्तो हो त कसैले त किन्ने मार्नु अन्त अब चाहिँ जन्तीलाई उयो गर्ने बेला भएछ फेरि भन्दिनँ केही दि केही छैन भन्नु बेहुला बेहुली चाहिँ उतला छ होइन अब बेहुला बेहुलीको चाहिँ बिदाई हुन आँटेको रहेछ बेहुलीको चाहिँ दिदी बहिनी यहाँ छ है बेहुलीको दिदी बहिनी हो यहाँ चाहिँ लिप्टा लिनु साह्रो रहेछ है अर्को पालि कान्छीसँगको बिहा खानुपर्छ तपाईँको बिहा खानुपर्छ अर्को पालि नम्बर 2 मा हो अब तपाईँ त रह्यो हैन उतालाई चाहिँ बेहुलीको बहिनी बेहुलीको दिदी एक्साइटेड कस्तो लाग्यो तपाईँलाई आज एकदम खुसी लाग्यो दि एकदम ह्यापी ए अरू नथिङ मोर ए उता चाहिँ बेहुली हुनुहुन्छ है जन्ती गयो त अन्त ओइ सुन ल आयो के भन्नु नि छिटाउनु नि यहाँ थाकिसक्यो पर्खेर हामी यहाँ पिठो लगाउनु आँटेको यसमा पैसा दिन्छ क्यामेराम्यान त चाहिँ ओभर थाकेर आएको छ पिठा आयो अब लु के भन्ने ब्लगर काममा झन्डै हाले चुचुङ्दीले कहाँपट्टि छ आम्मा त्यसको मालिक अरे के भन्दिनँ आइ अनि लु के भन्दिनँ ह्याप्पी म्यारिड लाइफ भन्नु चाहन्छु अरू एकदम आनन्दलाई ए यति थियो ओइ मलाई पुटु टुटु भइसक्यो के बदमास गर्नु भन्दा कष्ट हेलो गाइस वेलकम टु माय युट्युब च्यानल आजले के भन्दिनु अनि के भन्दिनु चुङचुङदीको ब्लगमा बहिनी चुङचुङले दामी उयो गर्दैछ आज राम्रो देखिरहेको छु बहिनी अरू खुसी लाग्दछ ए आनीको बिहा कङ्ग्रेचुलेसन्स छ आनीको तपाईँलाई बिहामा यस्तो सपोर्ट गरेर लाग्छ आनीको भ्लग आउँछ हेर्नु ए चुङचुङदीको ला 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 हुन्छ तपाईँ के भन्नुहुने हुन्छ भाइको बिहा हो मजा आयो राम्रो भयो हो हजुर इन्जोय भयो के भन्नुहुन्छ
Dạ tốt kìa. Thì chỗ mấy em cái đi mấy em này còn được rồi. Ở đây. आमा के भन्नुहुन्छ अब भन्ने छैन मेरो कुरा के भन्नुहुँदैन अन्त भन्ने केही चाहिँ छैन होइन के भनिदिनु के भन्नु ब्लगमा भन्नु हजुर भन्नु न अब के भन्नु नि लाइक र सब्स्क्राइब गर्नु छुङछुङदीको ब्लग हो छुङछुङदीको ब्लग हो आई बहिनी छु अकुम के भनिदिनु न के भन्नु नि के भनिदिनु न अब के भनिदिनुहोस् दामी बिहा चाहिँ के हुनु पर्छ याद छ नि हल्का दिनु पऱ्यो नि भाइ लिङ्गी लागेको चाहिँ लिङ्गी लागेको एउटा गीत लगाएर नाचिरहनु डान्स दिनेहरू के भन्नु छैन प्रोग्राम Thank you so much for watching, and I hope you guys enjoyed this vlog. I wish Anupema a very happy married life, and I hope you guys enjoyed this vlog. Make sure to like, share and subscribe. Bye.